रकम 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 अब यही गाडीमा जाम हेर्नु साथीहरू हाम्रो नेपालको झन्डा पहाडमा पनि चिसो ठाउँमा धुलो खाँदै त पानी रसाइरहेको छ बाटो हेर नि बाटो कस्तो छ बाटो टोपी समात्न पर्ने अलि टोक्रीको टोपी होइन मेरो टोपी त्यसलाई उल्टो उल्टो कुलो मात्रै थुन्छु मैले ल साथीहरू आज गाडीको हुडमा बसिएछ होइन यसो आजको दिन मङ्गलबारको दिन पर्यो धुलो खाँदै माटो खाँदै पहाडमा चिसो खाँदै ल हेर्नुहोस् हर सर बाटो छ यहाँबाट झरेर दाइहरू उता हिँड्दै गर्नुहोस् भन्छन् अब आजको यात्रा गजबको भएको छ फेरि त्यही बाटो फर्किँदै अर्को ठाउँतिर हिँड्दै साथीहरू आज चाहिँ जस आमा छोरो पहिरो आएर कस्तो भएको छ यो ठाउँ यार अभि डरलाग्दो ठाउँ छ यार गाडीको हुडमा बसेछ धेरै वर्षपछि त्यही भएर डर लाग्छ पहाडको रोडमा हुडमा बस्नु भनेको एकदम खतरा हो साथीहरू जोगिएर हिँड्नुपर्छ एकदम डेन्जर ठाउँ आयो है साथीहरू हेर्नुहोस् खोल्लै खोल्ला हिँडे बाकुला बाकुला तिमी माया लगाऊ म लगाऊ ल साथीहरू एकदम घाम नलाग्ने ठाउँमा एकदम शीतल ठाउँमा हरियाली हरियाली हुने ठाउँ हरियाली तराई नाला यस्तो हाम्रो सुन्दर नेपाल राम्रो नेपाल एकदम दामी ठाउँ पनि राम्रो मान्छे पनि राम्रो तर अलिकति दुःख छ धेरै पहाडमा ल हेर्नुहोस् साथीहरू हिँड्दै हिँड्दै साथीहरू भाङको बुट्टाहरू पहिरो आएर ढुङ्गाहरू बसेछ धुलो खाँदै हेर्नुहोस् धुलै आँखामा मुखमा धुलै छिरेछ साथी के भन्नु यहाँ पहिरो यसरी पहिरो आउँछ हेर्नु साथीहरू ल हेर पहिरो आएर ढुङ्गाहरू ठुल्ठुलो ढुङ्गाहरू सब बाटोमा आएछ उकालो बाटो है भाइहरू उकालो बाटो उकालोमा पनि हजुर मोटर चल्दो रहेछ यसरी पहिरोले लग्दै छ बिचरा पुरै भत्का छ यार डेन्जर छ साथीहरू बाटो हेर्दै डेन्जर छ हौ साथीहरू कहीँ मात्र अलिअलि राम्रो बनाएको छ नत्र बाटो यस्तै हो बाटो हिँड्यो पहिरो आएको बाटो खोला नाला देख्नु साथीहरू कहीँ बाटो खतरा छ कहीँ राम्रो छ अझै यहाँ पहाडको बाटो अलि राम्ररी बनेको छैन अहिले चाहिँ म रोल्पा भनौँ रोल्पाको थबाङको यात्रा गर्दै हो अहिले हेर्नुहोस् खबाङ भन्ने ठाउँ है खबाङ सबै ठाउँ जाने हो
थिएँ, गाडी बल्ल बल्ल भेट्यो। त्यो पनि सिट कहाँ पाइयो भन्नु नि, हुडमाथि। ठिक छ, राम्ररी बिस्तारी गुरुले पुगाओस्, त्यही हो होइन। भगवान्को कृपा आशीर्वाद लागोस्, कसैलाई केही नहोस्, शुभ यात्रा होस् हाम्रो पनि। अनि साथीहरू सब्सक्राइब लाइक सेयर पनि गर्नु होला। यो भिडियोहरू चाहिँ तपाईँलाई एकदम मजा आउने होला छ, किनभने म गाडीको हुडमा बसेर मैले पहाडको नजाराहरू तपाईँलाई देखाउँदैछु। हेर्दै जानुहोस् के हुन्छ। आज थबाङ भन्ने ठाउँसम्म पुग्ने हो म आज, रोल्पाको थबाङ भन्ने गाउँतिर। हेर्दै जानुहोस् है साथीहरू। गाउँ गाउँमा पनि झुलेङ्गे पुल, सानो झुलेङ्गे पुल है। जस विकास चाहिँ अलिअलि भएको छ। अब केही वर्षपछि 10-15 वर्षपछि यो बाटो पिच पनि हेर्नु पाउँछौँ हामीले है। बाख्रा है, बाख्रा बोका भई। ओ कुत्ता बाटो छोड है, बाटो छोड। यो गाउँको पहिलोचोटि होला मैले भिडियो बनाएको, अरूहरूले पनि बनाएर हाले होला, तर मैले पनि भिडियो बनाएर हालेको छु। यो बाछा है, बाछा ए कालो बाछा क्या राम्रो। आहा नभाग। पोखरी आयो, पोखरी। फुले फुल। आहा घर यो गाँजाको धागो है साथीहरू, सबै हेर्नुहोस् न। साथी यो ठाउँमा चाहिँ विकास गाडी भनेको फाटो मात्रै पाउँछ। लिबाङबाट घोराइबाट गाडी आउँछ, तर घुम्नु मन लागेपछि आउनु सक्नुहुन्छ। माथि खेती राम्रो गरिरहेछ, मकैको खेतीहरू, घरहरू डाँडामा यस्तो छ होइन। जम्मा साथी साङ्ग्रो बाटो, या साङ्ग्रो बाटो छ। ओ क्या सुन्दर ठाउँ यार। भिर हेर्नु है साथी, फोटो भित्तामा भिरे मौरी रहेछ यार साथी। सानो गाउँ ठाउँ। चरायो के हो, बाख्रा पो रहेछ साथीहरू। ओखरको बोट है, ओखरको रुख छ रहेछ यहाँ पहाडमा। ओखर भरि ठाउँले रहेछ। यस्तो शीतल हावा यार, वाउ। यहाँ घाम पनि लागेको छैन, यस्तो चिसो मौसम छ। सानो पुल। भित्र झर्ना रहेछ यार, खतरा झर्ना यार। गाडी फस्यो यहाँ। अब यस्तो दिमाग खराब साथीहरू, गाडी फसेर बर्बाद भइसकेको छ। गाडी ब्याग भइरहेछ। ओए डर लाग्छ मात्रै छ साथी यार यस्तो ठाउँमा। गाँजाको खेती भएर रहेछ, गाँजाको खेती। भाङ अचार खाने भाङ। ओ बछडी बिस्तारी। अब थबाङ गाउँ देखिने भयो साथीहरू। ओहो हिमाल, यहाँ मन्दिरहरू छ होइन। वाउ ओ हिमाल। हाम्रो नेपालको हिमाल पहाडहरू, डोल्पा छेउको हिमाल देखिरहेको छ साथीहरू। ल हेर्नुहोस्, हिमाल हो त्यो, सिस्ने हिमाल है साथीहरू। सिस्ने हिमाल यस्तो राम्रो ठाउँमा देखिएछ। हिमाल यता पनि हिमाल, यता पनि हिमाल। ठाउँ छोड्ने ठाउँ। अबि यस्तो भिड छ, डेन्जर छ हौ, डेन्जर छ यस्तो ठाउँमा। यस्तो छ, राम्रो छ कहीँ अलिकति चाहिँ कहीँ बिग्रेको छ। हिमालको चिसो हावा छ कानमा। ज्याकेट लगाएको छैन, ज्याकेट पनि छैन साथी। ओहो बाटो, ओहो पानी पिछिल। ओ आमा गाँजा खेतीहरू, भाङ अचार खाने गाउँ। हेर्नुहोस् है साथीहरू, थबाङ गाउँ त्यही हो। थबाङ गाउँ हो, त्यहीँ जाने हो साथी। यो भन्छ थबाङ गाउँ। ओ
यही गाउँबाट यही ठाउँबाट पहिला माओवादीहरू जन्मेको ठाउँ हो यो। यही बाटो त हुँदै जाने हो थबाङ, त्यहाँबाट लिएर हिँडेछ। यो साथी गाडी अड्क्यो, यहाँ गाडी अड्क्यो। यस्तो डेन्जर बाटो छ साथीहरू, हिलै हिलो चिप्लै चिप्लो पानी पानी बाटो हेर्नु है साथी। बाटो बाटो कस्तो अप्ठ्यारो बाटो छ, डरै लाग्दो बाटो छ। ताता पानी खोलाको पानीहरू, बाटो माथि खोला, खोला माथि बाटो, अनि खोलामा र बाटोमा गाडी, अनि त्यही माथि हामी सवारी। अब यो बाटोहरू चाँडै सरकारले पनि बनाइदिनु पर्ने हुन्छ के यो ठाउँमा। यहाँको जनताहरूलाई पनि सुविधा सजिलो गराइदिनु पर्छ सरकार। तर खोलै खोला है, खोलै खोला, खोलै खोला। पानी यताबाट झऱ्यो। ठुलो राम्रो बाटो आयो, भोलि त्यो बाटो जाने हामी। स्वागतम स्वागतम थबाङ गाउँ, स्वागतम। यो हेर्नु साथीहरू, थबाङ गाउँ हेर्नुहोस्। ल साथीहरू, भिडियो कस्तो लाग्यो, हजुरहरूलाई मन परेछ भने सब्सक्राइब, लाइक, सेयर सबै गरिदिनु होला। रमेश गिरी आरजिआर हो मेरो युट्युब च्यानल, अहिले नयाँ भर्खरै खोलेको। तपाईँलाई भिडियोहरू मन परेछ भने मलाई सब्सक्राइब, लाइक, सेयर गर्नु होला यो भिडियोहरू है। अहिले चाहिँ अब अर्को पार्ट भिडियोमा भेटौँला है। अहिले हेर्नुहोस्, म थबाङ भन्ने ठाउँमा आइपुगेँ। त्यहाँ सोलर एउटा छ। सबैलाई बाई बाई, टाटा। थबाङको पुल है साथीहरू, सोलर, थबाङ गाउँ।